नमस्कार, म अहिले स्वर्गद्वारीमा छु। आज हामी जाँदैछौँ आइसलेक यात्राको लागि। हामी बिहान चामेबाट यात्रा सुरु गरेको, अहिले स्वर्गद्वारी आइपुग्यौँ। यो यात्रा अवधिभरि हामीसँगै रहनुहोला है त। अहिले हामी पिसाङ क्षेत्रमा आइपुगेका छौँ। यहाँ चाहिँ वरिपरि सबै सल्लाको जङ्गल छ। सल्लाको जङ्गलबाट वरिपरिका दृश्यहरू हेर्दै यात्रा गर्नुको फेरि छुट्टै मजा छ है। अहिले पानी नआएको भएर धुलो पनि अलि बढिरहेछ रोडमा, तर पनि रमाइलो छुट्टै छ। यो पारीकी गाउँ देखिएको पिसाङ गाउँ हो। यो मोरु डाँडा भन्ने स्थानबाट माथिल्लो क्षेत्र होमदे, मनाङ गाउँ र खाङसारसम्मका क्षेत्रहरूको दृश्य हो। यो ठ्याक्कै डाँडो छ, यो बिचमा डाँडो छ। योबाट तल पिसाङ गाउँ पर्छ, माथि होमदे क्षेत्र पर्छ। होमदेदेखि माथि मनाङ गाउँ छ। अहिले हामी होमदे आइपुगेका छौँ। यो अगाडि देखिएको हिमाल अन्नपूर्ण 3 हो। अन्नपूर्ण 2 पनि यसको तल्लो साइडमा अन्नपूर्ण 2 छ। यहाँबाट अलि छेकिन्छ, तर अगाडिपट्टिको घमाइलो दृश्य अत्यन्त मनमोहक रहेको छ। अहिले तपाईहरूले देखिरहनु भएको यो सुन्दर ताल ब्लु लेक हो। ब्लु लेकमा केही समय विश्राम गरिसकेपछि, यहाँको दृश्यहरू निहालिसकेपछि हामी फेरि अगाडि बढ्यौँ। हामी अहिले आइसलेक जाँदैछौँ। हामी भर्खर राकाबाट केही माथि आइपुग्यौँ। मोटर बाटो त थाहा छ अहिले, र बाइकले तान्न एकदम गाह्रो हुँदैछ। त्यही भएर म हिँड्दै आएको छु। यो मनाङ गाउँ यहाँ देखिएको, त्यो माथिको टङ्की मनाङ गाउँ, उता तिलिचो हिमाल। बाटो पनि देखिया छ, केही अलिअलि बाटो देखिया छ। तिलिचो जाने बाटो त्यही हो। यो डाँडोबाट दाहिनेतर्फ लागेपछि थोरङ्ला पास गइन्छ। देब्रेतर्फ लागेपछि तिलिचो गइन्छ। हाम्रो मनाङ उपत्यका भयो। यस्तो राम्रो छ। यहाँबाट यता देख्न सक्नुहुन्छ हिमाल अन्नपूर्ण 3, उता अन्नपूर्ण अहिले देखिरहेको अन्नपूर्ण 2 हो। यस्तो रमाइलो छ यहाँबाट। जति उकालो चढ्दै गयो उति हिमालको अझ नजिक, अझ रमाइला दृश्यहरू देख्न पाइने। तपाईँले हेर्न सक्नुहुन्छ, जति माथि गइन्छ उति नजिक आउँछन् हिमाल। यति सुन्दर छ, यति सुन्दर। तपाईँ आउनु भएको छ भने थाहा छ होला, अहिले मोटर बाटो चाहिँ किसपसम्म पुगिसकेको छ। त्यो माथि देखिएको मोटर बाटो हो। र बाइकले तान्न एकदमै गाह्रो हुन्छ, डबल चढ्नको लागि गाह्रो हुन्छ। सिङ्गलमा जान सकिन्छ। त्यही भएर म अहिले पैदल मार्ग, पुरानो पैदल मार्ग हिँडिरहेको छु। यो बिचको भाग हो। यस्तो रमाइलो छ। यो गङ्गाबुढा ताल
यो मनाङ गाउँ, मनाङ गाउँको पारिपट्टि गङ्गाबुढा ताल। यो अहिले देखिएको गाउँ खाङसार गाउँ हो। त्यसपछि यो तिल्चो हिमाल, त्यसको फेदमा तिल्चो रहेको छ। यो सबै अन्नपूर्ण श्रृङ्खला। यस्तो राम्रो देखिन्छ यहाँबाट। तल स्वर्गद्वारी। म करिब 1 घन्टा जति हिँडेँ तल मनाङ गाउँबाट। हावा यति धेरै चलेको छ, छेउमा उभिने गाह्रो हुन्छ। तल देखिएको ब्लु लेक यस्तो राम्रो देखिन्छ यहाँबाट। ब्लु लेक भयो। योबाट यता माथि गएपछि यो अन्नपूर्ण बेस क्याम्प। माथि अन्नपूर्ण श्रृङ्खला भयो। अब हाम्रो खाजा खाने बेला भयो ठ्याक्कै। खाजामा कोक र सेलरोटी छ। हिजो हामीले हालेको सेलरोटी हुने नि। यस्तो ठाउँमा बसेर सेलरोटी खान पाइयो है। यस्तो ठाउँमा बसेर सेलरोटी। जता हेऱ्यो नि हिमाल। अब एकछिन आराम गरेर अझै माथि पुग्नु पर्ने छ आइसलेक। बाटो उकालै छ, सास फुलेर। यो हाम्रो टी हाउस। तिलीचा आउने बेलामा बाटोमा यो टी हाउस छ। यहाँ विश्राम गरेर तपाईँले चिया तातपानी खाएर हिँड्न सक्नुहुन्छ। यस्तो राम्रो ठाउँमा बसेर हिमालहरूको भ्यू हेर्दै चिया खान सक्नुहुन्छ। यहाँ राम्रो ठाउँ छ। लगभग 360 डिग्री नै हिमाल देखिन्छ यहाँबाट। तपाईँले यता पनि हेर्न सक्नुहुन्छ हिमाल। पुरै वरिपरि जता हेरे पनि हिमाल। हिमालको काखमा मनाङ गाउँ। हावा यति कडा हावा चलेको छ। हिमाल राम्रो छ। यतिखेर म आइसलेक आइपुगेको छु। यो चाहिँ
सानो खिचो पनि भन्छ यसलाई। यो तल्लो आइसलेको सानो खिचो भन्छ। समुद्री सतहबाट लगभग 4600 मिटरको हाराहारीमा रहेको छ यो ताल। जुन ब्याकग्राउन्डमा सेतो गुम्बा देख्नुभएको छ माने, त्योदेखि पछाडि ठुलो खिचो छ। यो चौरीको गोठ हो। अहिले यहाँबाट चौरी तल झरिसके। बर्खाको 3 महिना मात्र चौरी रहन्छ। अहिले तल बेसी झरिसके मनाङ गाउँतिर। यहाँबाट झरिसकेको छ। अब हामी ठ्याक्कै आइसलेक आइपुग्न लाग्यौँ। यहाँबाट देखिने हिमालको दृश्यहरू यस्तो रहेको छ। यो एरियल भ्यू। यति बेला हामी आइसलेक आइपुगेका छौँ। यो आइसलेकको सुन्दर दृश्य तपाईँले हेर्न सक्नुहुन्छ। मन त त्यसै चङ्गा चङ्गा हुन्छ। हावा यति चल्या छ तपाईँले यो कताकाबाट हेर्न सक्नुहुन्छ। हावा कति चल्या होला। यहाँ चिसो उति भएको छ। आइसलेकको माथिल्लो छेउमा एउटा मूर्ति राखिएको छ। तपाईँले देख्न सक्नुहुन्छ त्यो पर कालो कालो देखिएको त्यो मूर्ति हो। त्यसको पछाडि एउटा छोर्तेन छ। हामी अहिले त्यो मूर्ति राखेको स्थानसम्म पुग्नेछौँ। त्यसको लागि हिँडिरहेका छौँ। यो छेउ बाटो पनि छ। यहाँ हिँड्न मिल्छ। बाटो पनि छ। हावा अत्यन्तै चलिरहेको भएर पानी पुरै तालको पानी पुरै हल्लाइरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ। म त्यहीँ जाँदैछु। अहिले त्यहीँ जाँदैछु। हेर्नुहोस् यो ताल कति राम्रो छ, कति निलो छ। अहिले म छेउ हुँदै हिँडिरहेको छु। ताललाई वरिपरिबाट निहालिसकेपछि हामी केही बेर आराम गऱ्यौँ। त्यसपछि फेरि फर्क्यौँ। आजको भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया जनाइदिनु होला। तपाईँहरूको प्रतिक्रियाले आगामी दिनमा फेरि यस्तै भिडियो बनाउने हौसला प्राप्त हुनेछ। यतिन्जेलसम्म यो भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।